फाइनली अब हामी जाँदैछौँ चुडेल भेट्नलाई। यहाँदेखि हाम्रो यात्रा सुरु भयो। अब चुडेलको दरबारमा जाने हो। यो खोलाको तिरैतिर हिँडेको। यो खोलामा चुडेल हुन्छ। अस्ति पनि हामीलाई तर्साएको यो चुडेलले। हाम्रो स्कुटर बन्द भइदियो अस्ति, साह्रै दुःख पाइयो हो। यस्तो अँध्यारो चुडेलले भूत निस्क्यो भने नि यहाँबाट फाइनली चुडेल भेटिन्छ। हेर्दै जाउँ अब। यस्तो अँध्यारोतिर चुडेल हुन्छ क्या। आउँछ आज पनि 100 हो, 101% हो चुडेलको त। चुडेलै कति हो चुडेल त। बिस्तारै म सबजनालाई आज चुडेल देखाइदिन्छु। चुडेल छ भनेर साबित गरिदिन्छु। यस्तो यो हामी यो खोलाको तिरतिर आएको। बाफ्रे अहिले चुडेल निस्किन्छ, हेर्दै गर्नु है। चुडेल वाट मिन्स चुडेल आयो। यसका बाजे त चुडेल भनेको त होइन पो रहेछ। म त चुडेल निस्क्यो क्या भनेको त। आउँछ चुडेल त ननिस्किने त कुरै छैन। चुडेल निस्किने नै हो। चुडेल आउँछ नै, 101% हो चुडेल निस्किनेमा त। अब अलि माथि गएपछि चुडेल भएको ठाउँ आइपुगिन्छ। कति कुदाएको हो कुनी। फाइनली चुडेल आउनु लाग्यो। चुडेल भनेको त कुदा हो वाइ। खाल्टो छ। फाइनली यो खाल्टोबाट चुडेल निस्किन्छ। चुडेल आयो भने चुडेल आउँछ नाच्दै अब। म आज साबित गरी देखाइदिन्छु, भिडियोमा कैद गरी देखाइदिन्छु चुडेललाई। भिडियोमा रेकर्ड हुँदैन भन्छ चुडेलको, तर म देखाइदिन्छु। ए होइन धेरै हेत्तेरिका कस्तो होला के। फाइनली अब चाहिँ चुडेल एरिया, यसलाई भन्छ चुडेल एरिया। अब यहाँबाट ठाडो मस्ती उकालो गइन्छ। नै उता त झन् चुडेल अप्ठ्यारो छ बाटो उता। ल हिँड हिँड। फाइनली हामी चुडेलतिर गइसक्यौँ मस्ती। आज पनि भेट्छ। ल फाइनली यो उकालोमा चाहिँ चुडेल बस्छ। उतापट्टि चुडेल बस्ने एरिया यो हो क्या। मान्छे पोल्ने यता हो। त्यस पछाडि चुडेल बस्छ। चुडेल यहाँबाट ओइ चुडेलले उ गरिसक्यो। चुडेल देख्यो नि। उहाँ पुग्दैछ। त्यही त भन्दैछु त नि। वाइ स्टार्ट अफ। गरेको। अब चुडेलले अब नपक्रे त बाबा कसलाई पक्रिला।
यो ओह्रालोमा चुडेल छ क्या भनेको उयो भित्र फाइनली हामी चुडेल हेरेर आइसक्यौँ अहिले फर्केर पनि देखाउँला चुडेल कस्तो हुन्छ भनेर चुडेल मिन्स चुडेल चुडेल नजारा देखाइदिन्छु म एकचोटि काठमाडौँ सहर देखाइदिन्छु म बिस्तारै अहिले कुकुरले लहर्छन् फेरि उता गएर फर्किने हो यहाँ होइन अगाडिबाट हो यहाँबाट वेट ल यतातिर साइड लगाइदेऊ उतातिर त्यो अगाडितिर म यहाँको भ्यू देखाइदिन्छु भ्यू फाइनली चुडेल भेट्यो यसलाई भन्छ चुडेलको एरिया ल चुडेलको एरिया चुडेल एरिया भन्छ यसलाई ल अब बाँकी कुरा पछि देखाइदिन्छु उता फर्किने हो